नमस्ते दर्शकबिन, स्वागत छ यहाँलाई हाम्रो यो रियल लाइफ एक्सपिरियन्स च्यानलमा। आज धेरै दिनपछि म यहाँहरूको बिचमा आएँ। हाम्रो बिचमा हाम्रो काठमाडौँ युनिभर्सिटीको डिन सर आउनुभएको छ है। उहाँसँगको कुराकानी यहाँहरूलाई म गराउँदैछु र पक्कै पनि यहाँहरूले धेरै जानकारी पाउनुहुन्छ उहाँबाट, है त। ल उहाँलाई स्वागत गरौँ हामी। स्वागत छ सर यहाँलाई। नमस्ते सर। सर यहाँ सबभन्दा पहिले आफ्नो इन्ट्रोडक्सन हाम्रो दर्शकलाई भनिदिनुहोस् सर। म त मैले भनिदिएको छु। नमस्ते, म उद्धव प्याकुरेल, मेरो घर चाहिँ नुवाकोट हो। म नुवाकोटको एकदमै भन्दाखेरि चाहिँ नुवाकोट नजिकै जस्तो देखिए पनि दुर्गमै गाउँ रहेछ भनेर अहिले भन्न सकिने अवस्था छ। किन भन्दा मैले पढ्दाखेरि मेरो वडामा स्कुल पनि थिएन, एकदमै लामै बाटो हिँडेर चाहिँ एक कक्षा पढ्न जानु पर्थ्यो। त्यो अवस्थामा र धनुषा जिल्लालाई सम्झिरहँदाखेरि चाहिँ धनुषाकै एकजना शिक्षक चाहिँ मेरो स्कुलमा हुनुहुन्थ्यो। उहाँले कतिपय सन्दर्भमा चाहिँ उकालोमा काँधमा बोकेर पनि मलाई स्कुल लानुभएको याद छ। राजदेव राय भन्ने सर यतै धनुषाकै हुनुहुन्थ्यो। त्यो प्रकारले धनुषासँगको मेरो सम्बन्ध आज तपाईँ जोडिदिनु पनि भएको छ। म यहाँ धनुषामै आएर इन्टरभ्यू दिइरहेको छु। त्यसरी नुवाकोटको एउटा विकट गाउँ जहाँ चाहिँ स्कुलै थिएन, पछि हामीले स्कुल बनाएर मैले 10 कक्षाको इक्जाम दिएपछि पढाउनु पनि थालेँ त्यहीँ। र अहिले स्कुलको 1 कक्षाबाट पढाउँदै आएर अहिले चाहिँ विश्वविद्यालयमा पिएचडी तहसम्म पोस्ट ग्रेजुएट, पोस्ट डक्टरेट, पिएचडीभन्दा पनि माथिको अध्ययनलाई पनि अध्ययन गर्न आउनेहरूलाई सहजीकरण गरिदिने, उहाँहरूलाई सुपरभाइज गरिदिने हैसियतमा पुगेर चाहिँ एउटा स्कुल अफ आर्ट्सको डिनको रूपमा अहिले मलाई देखिरहनु भएको छ। त्यो भने चाहिँ मेरो आफ्नै जीवनको चाहिँ एउटा लामै फड्को जस्तो लागिरहेको छ अहिले मलाई। त्यो चाहिँ पुरा गरेको छु भन्ने लाग्छ मलाई। सर थ्याङ्क यू। सर हामीलाई एउटा के छ भन्दाखेरि तपाईँ एकाडेमिक सेक्टरमा लाग्नु भएको छ होइन। एकाडेमिक सेक्टरमा यहाँहरूले जुन काठमाडौँ युनिभर्सिटी भनेपछि मान्छेको हेराइ छुट्टै नजरको छ होइन। मान्छेले कतिले त यसरी बुझ्छ कि यो प्राइभेट हो, कोही कन्फ्युज हुन्छ कि गभर्मेन्ट हो होइन। अनि अलिकति हाम्रो दर्शकहरूलाई चाहिँ क्लियर गरिदिनु होला सर। नेपालमा चाहिँ कुनै पनि प्राइभेट युनिभर्सिटी छैन अहिलेसम्मलाई। सबै पब्लिक नै र कसैको पनि व्यक्तिगत सेयर होल्डर नभएका युनिभर्सिटीहरू नै छन्, जति पनि छन्। चाहे त्यो प्रादेशिक युनिभर्सिटीको कुरा गर्नुहोस्, चाहे अहिलेसम्म सङ्घीय सरकारले अनुमति दिएका युनिभर्सिटीको कुरा गर्नुहोस्, सबै नै सरकारी अथवा सामुदायिक युनिभर्सिटीहरू नै हुन्। र त्यो मध्ये काठमाडौँ विश्वविद्यालय पनि त्यस्तै हो। अब हाम्रोमा विश्वविद्यालयहरूको कुरा गर्दा चाहिँ सरकारले पैसा दिने सन्दर्भमा चाहिँ अलिक फरक फरक तरिकाहरू छन्। जस्तै त्रिभुवन विश्वविद्यालय अहिले नै यहाँ राजर्षि जनक युनिभर्सिटी जुन छ, उहाँहरूलाई चाहिँ सरकारले सबै पैसा दिन्छ। सबै त्यहाँको बिल्डिङ पनि बनाइदिने उसैको जिम्मा हुन्छ, कर्मचारीको तलब दिन पनि उसैको जिम्मा हुन्छ भने कतिपय युनिभर्सिटीहरूलाई चाहिँ ती सबै जिम्मा लिँदैन उनले। के अरे सर्टेन अलिअलि अप्ठ्यारो पर्दाखेरिको पैसा मात्रै तिनीहरूले चाहिँ अनुमति दिएको हुन्छ। त्यसरी अनुमति लिनेहरूमध्ये चाहिँ काठमाडौँ विश्वविद्यालय हो। हामी सरकारको पैसा लिन्छौँ तर एकदमै कम, 10% भन्दा पनि कम पैसा चाहिँ सरकारी हुन्छ भनेदेखि अरू पैसा चाहिँ हामी आफै म्यानेज गर्छौँ। त्यसरी आफै म्यानेज गर्ने भएको कारणले गर्दाखेरि कहिलेकाहीँ प्राइभेट हो कि भन्ने जनताको भान परे होला। तर प्राइभेट युनिभर्सिटी नेपालमा छैन। काठमाडौँ विश्वविद्यालय पनि प्राइभेट, अरू जत्तिकै पब्लिक युनिभर्सिटी हो। हजुर सर, धेरै राम्रो। अनि सर यो हाम्रो जुन काठमाडौँ युनिभर्सिटी को अहिले धेरै मतलब एउटा भनौँ न छुट्टै प्रेस्टिज छ होइन। अब यसले चाहिँ तपाईँ यहाँ यसमा आउँदाखेरिको सिनेरियो कस्तो थियो र अहिलेको कस्तो छ, हजुरको अनुभव अलिकति एक्सपिरियन्स? मैले नै अघि भनिहालेँ, म जुन परिस्थितिबाट आएको थिएँ, मैले काठमाडौँ विश्वविद्यालय पढ्ने सोच पनि राख्न सक्दैन थिएँ, मलाई थाहा पनि थिएन। सबैको हेर्नुहुन्छ भनेदेखि हामी चाहिँ सरकारी उसमै भन्दै भन्दै आयौँ। मतलब फरक के छ भने अघि कुरा गर्नुभयो जस्तै काठमाडौँ विश्वविद्यालयमा चाहिँ सरकारले कम पैसा दिएको कारणले प्यारेन्टहरूलाई बढी पैसा तिर्नुपर्ने हुन्छ, विद्यार्थीलाई बढी पैसा दिनुपर्ने हुन्छ। हरेक कुराको उता लगानी त हुन्छ होइन।
जस्तो एउटा चियाकै कुरा गर्ने हो भने पनि मैले के भन्ने गरेँ, तपाईँ कहाँ आज मैले आएर चिया खाएँ भने पनि त्यसको त पैसा हुन्छ, कसैले कसैलाई त्यो पे गर्नुपर्ने हुन्छ। तपाईँले पे गरिदिनु भयो भने मलाई फ्री भयो होइन, अथवा कलेजले पे गर्यो भने तपाईँ र मलाई दुईजनालाई फ्री भयो। अब नत्र भने आफैले पे गर्नु पर्दाखेरि त्यो कस्ट भयो। त्यस्तै हाम्रो विश्वविद्यालयमा पनि के भने त्रिभुवन विश्वविद्यालयमा सरकारले पे गरिदिनु हुँदा प्यारेन्टलाई र विद्यार्थीलाई अलमोस्ट फ्री जस्तो हुन्छ होइन। तर मेरोमा आउँदाखेरि चाहिँ सरकारले पे नगर्दाखेरि त्यो कस्ट चाहिँ प्यारेन्ट र विद्यार्थीलाई जान्छ होइन। त्यो कारणले गर्दाखेरि हाम्रोमा अलिकति फी महँगो भएको कारणले नै हामी गाउँको एउटा किसानको छोराछोरीहरूलाई चाहिँ काठमाडौँ विश्वविद्यालयपट्टि फर्केर हेर्न पहिला गाह्रै थियो। त्यो मलाई के पनि थाहा थिएन, मैले मास्टर्स गर्नुसम्म काठमाडौँ विश्वविद्यालयको बारेमा, नत्र म पनि त्यहाँ गएर पढ्थेँ होला के गर्थेँ होला। तर मास्टर्स गरिसकेपछि काम गर्ने सिलसिलामा चाहिँ मलाई चाहिँ फेरि भारतका विश्वविद्यालयहरूको बारेमा जानकारी पाएँ र भारतको नयाँ दिल्लीमा भएका दुईवटा प्रमुख विश्वविद्यालयहरू, दिल्ली युनिभर्सिटी डिपार्टमेन्ट भनिन्छ, दिल्ली स्कुल अफ इकोनोमिक्स, त्यहाँ एमफिल गरेँ। त्यहीँ मेरो पिएचडीको कन्फर्म हुँदाहुँदै फेरि मेरो वाइफ पनि जवाहरलाल नेहरू युनिभर्सिटीमा पिएचडी गर्दै गरिराख्दाखेरि मैले चाहिँ त्यो युनिभर्सिटी छोडेर फेरि जवाहरलाल नेहरू युनिभर्सिटी गएर चाहिँ पिएचडी गरेर फर्केँ। अनि फर्केपछि मैले काठमाडौँ विश्वविद्यालय जोइन गर्दाखेरि चाहिँ अब कतिपय सन्दर्भमा त्रिभुवन विश्वविद्यालयभन्दा अब राम्रो, किन भन्दा सोसाइटीले एकदमै एक नम्बरको भनेर राखिदिएको युनिभर्सिटी छ। त्यहाँको इन्फ्रास्ट्रक्चरदेखि सबै कुरा रिलेटिभली त्रिभुवन युनिभर्सिटीको भन्दा राम्रो देखिन्छ। त्यो प्रकारको थियो भने कतिपय कुरामा फेरि अलिकति लिमिटेड नलेजहरू पनि काठमाडौँ युनिभर्सिटीमा थियो। जस्तो समाजलाई हेर्ने दृष्टिकोणको बारेमा कुन प्रकारको नलेज सिस्टम एउटा युनिभर्सिटीमा हुनुपर्थ्यो, त्यो काठमाडौँ विश्वविद्यालयमा चाहिँ हामी पोलिटिक्सलाई इन्टरटेन गर्दैनौँ अथवा के अरे राजनीति भने नराम्रो चिज हो भन्ने तरिकाले, जुन पछिल्लो चरणमा एजुकेसन सेक्टर मात्रै होइन लार्जली अहिलेको युथ सेक्टरलाई नि जसरी पर राख्नु खोजिएको थियो, त्यसमा काठमाडौँ युनिभर्सिटी थियो जस्तो लाग्छ। जस्तो त्यो बेलामा हेर्नुहुन्छ भनेदेखि त्यहाँको कलेक्टिभ बार्गेनिङका इन्स्टिट्युसनहरू, प्राध्यापक सङ्घ अनि विद्यार्थी युनियन लगायतका कुराहरूलाई पनि होइन यहाँ यो व्यवस्था गरियो भने पोलिटिसाइज हुन्छ भनेर अलिक पर राख्ने सन्दर्भहरू चाहिँ थियो त्यो बेलामा। तर अहिले बिस्तारै आउँदाखेरि चाहिँ विश्वविद्यालय भनेको चाहिँ समग्रमा एउटा सोसाइटीलाई काम लाग्ने, समाजलाई काम लाग्ने एउटा जनशक्ति तयार गर्ने थलो हो। त्यहाँ राजनीति, समाज, अर्थशास्त्र, विधि विधान, प्रक्रिया लगायतको अनि पछिल्लो चरणमा आएको मोडर्न तकनिकीहरू होइन, इन्फर्मेसन टेक्नोलोजी सबैमा चाहिँ पहुँच राख्नुपर्छ भनेको कारण चाहिँ बिस्तारै हामी त्यसतिर अगाडि बढ्दै गइरहेको भन्ने लाग्छ। त्यसरी सर अब यो धेरै राम्रो कुरो गर्नुभयो भने कि अहिले जुन हाम्रो काठमाडौँ युनिभर्सिटीमा पहिला मान्छेले पढ्नलाई गरिब बच्चाले धेरै सोच्नै पर्थ्यो। तर अहिलेको कन्टेक्स्टमा सर जुन हजुरहरूले जुन यो कम्युनिटी कलेजहरूलाई पनि दिनुभएको, जनकपुरकै अब कुरा गरौँ, हाम्रो जनकपुर कम्युनिटी कलेजको कुरा गरौँ होइन। अब हजुरले यहाँनिर बिएसडब्ल्यूको कोर्स हाम्रो काठमाडौँ युनिभर्सिटीको यहाँ आइसकेको छ। अब यहाँ जनकपुरको पर्सपेक्टिभमा हेर्ने हो भने धेरैलाई बिएसडब्ल्यू के हो, यसमा के अपर्च्युनिटी छ। कतिजना यस्ता पनि प्यारेन्ट्सहरू छन् जसले हामीलाई फोन गरेर सोध्थे कि होइन म्याम यो पढेर मेरो छोरा के भन्छ, कति स्यालेरी पाउँछ भन्ने खालको क्वेसनहरू पनि हामीलाई आएको थियो होइन। सरले अलिकति त्यो बिएसडब्ल्यूकै बारेमा थोरै अलिक भनिदिनु भयो भने। अघि मैले कुरा गरे जस्तै हामीले अहिले पछिल्लो चरणमा अरू झन् रियलाइज गरेको कुरा चाहिँ के छ भनेदेखि विश्वविद्यालय भनेर एउटा एक प्रकारको व्यवहारिक ज्ञान बिनाको अर्को प्रकारको किताबी ज्ञान अथवा ल्याबको ज्ञान मात्रै दिँदाखेरि चाहिँ विद्यार्थीहरू अथवा हाम्रा युवाहरू कस्तो हुँदो रहेछन् भन्ने कुरा चाहिँ महत्त्वपूर्ण भएर आएको छ। अस्ति भर्खरै युवाहरूको आन्दोलन, जसलाई जेएनजी मुभमेन्ट पनि भनिन्छ, त्यसले पनि अब युवाहरूले पनि समाजको बारेमा, संस्कृतिको बारेमा, राजनीतिको बारेमा, अर्थनीतिको बारेमा बुझ्नु पर्ने रहेछ भन्ने कुरामा चाहिँ एकदम भित्रदेखि चाहिँ आत्मबोध गरेको, रियलाइज गरेको जस्तो देखिरहेछ। त्यो सन्दर्भमा तपाईँले अघि कुरा गर्नुभएको बिएसडब्ल्यू मात्रै होइन,
अरू धेरै सोसल साइन्सको कोर्सहरू जुन हामीले पढाइरहेका हुन्छौँ, पोलिटिकल साइन्स, सोसियोलोजी, अब हाम्रो काठमाडौँ युनिभर्सिटी सन्दर्भमा हेर्नुहुन्छ भने कम्युनिटी डेभलपमेन्ट भन्छौँ, समुदाय अध्ययन, विकास अध्ययन, त्यसपछि सहर अध्ययन होइन, अथवा गाउँको अध्ययन लगायत रुरल अर्बन सोसियोलोजी भन्छौँ, यस्तो कुराहरू अनि अर्बन स्टडिज भनेर हामीले सुरु गरेका छौँ। त्यस्तो उसको चाहिँ अरू महत्त्व किन बढेर आयो भनेदेखि दुईवटा कारणले, एउटा चाहिँ जस्तो अहिले एकदमै अहिले भर्खरको पोलिटिक्सलाई कुरा गर्ने भने अहिले भर्खरमै मैले तपाईँकै कलेजका हाम्रै सामुदायिक कलेजका विद्यार्थीहरूसँग इन्ट्रेक्सन गर्ने बेला भनेर आएको कुरा चाहिँ एउटा के भनेदेखि समाज कता जाँदैछ। अहिले जनकपुरमा आएर तपाईँ हेर्नुहुन्छ 15 वर्षको दौरानमा भनेदेखि हरेक 5 वर्ष 7 वर्षमा चाहिँ हाम्रो समाजले नयाँ मान्छे खोजिरहेछ र किन खोजिरहेछ नयाँ मान्छे भनेर खोज्ने हो भनेदेखि समाजको अपेक्षा चाहिँ एकदमै धेरै छ अनि त्यो अपेक्षा चाहिँ कता कता कसैले पुरा नगर्दा जस्तो उनीहरूलाई लाग्दो रहेछ समाजलाई। अनि नयाँ मान्छे आएपछि अपेक्षा पुरा गरिदिन्छ कि भन्ने लाग्दो रहेछ, तर त्यस्तो हुँदैन नि त। मेरो समाजले नै त्यो अपेक्षा चाहिँ पहिला पहिचान गरेर अनि यसरी जानुपर्छ भनेर गर्नु, त्यो समाजले पहिचान गरेर अनि समाजले यहाँ इन्टरभेन्सन गर्नुपर्छ भनेर भन्नुपर्ने सन्दर्भमा चाहिँ हामी कुनै एउटा व्यक्तिले चाहिँ त्यो गरिदिन्छ कि भनेर भनिरहेका हुन्छौँ। आखिर त्यो व्यक्ति त समाजकै एउटा अङ्ग हुँदाखेरि उसले एक्लैले गर्न खोज्यो भने समाजले रोकिदिने अथवा समाजले अन्ततिर पठाइदिने सन्दर्भहरू हुन्छ। त्यो चाहिँ हामीले हाम्रो समाज र नेता चाहिँ समाजकै प्रतिबिम्ब हो नेता भनेर बुझाउन सकिरहेको छ। त्यस्तै कुराहरू नै हेर्नुहुन्छ भनेदेखि त्यस्तो कुरा चाहिँ कसले बुझ्छ भनेदेखि यो समाज अध्ययनका विषयहरू है तपाईँले भनेको BSW होइन लगायतका कम्युनिटी डेभलपमेन्ट, पोलिटिकल साइन्स, सोसियोलोजी, यो ग्रामीण सोसियोलोजी, सहरी सोसियोलोजी भन्छ नि, त्यस्तो पढ्ने विद्यार्थीहरूलाई चाहिँ कमसेकम हामीले ट्रेन गरेर चाहिँ हाम्रो समाजमा यी कुराहरू चाहिँ एकदमै महत्त्वपूर्ण अवयवहरू जस्तो तराईमा हेर्नुहुन्छ भनेदेखि तपाईँ अहिले पनि जाति, धर्म, लिङ्ग लगायतका कतिपय कुराहरू एकदमै महत्त्वपूर्ण हुन्छ होइन। जस्तो महिलाहरूको यहाँको अवस्था, महिलाहरूकै अवस्थाको सन्दर्भमा पनि अब दलितभित्रको महिलाहरूको अवस्था अथवा यहाँको एकदमै अरू कमजोर वर्ग मुस्लिमभित्रको महिलाको अवस्था हेर्नुहुन्छ भनेदेखि एकदमै के अरे उहाँहरूले एकातिर भोटिङ राइट त पाउनु भयो होला, तर कतिपय राइटमा उहाँहरू आफै मेरो त यति अधिकार छ नि भनेर आउनु पनि नसक्ने अवस्थाहरू अहिले पनि छ होला। हो त्यो अवस्थाले मैले राम्रो नराम्रो गरिदिएँ कि त्यो अवस्था थाहा पाउनु पऱ्यो पहिलो कुरो। कतिपय कल्चरल सन्दर्भमा त्यसरी राखेको छ भने त्यसलाई मैले अहिले राम्रो अथवा नराम्रो भन्नुभन्दा नि त्यो अवस्था थाहा पाएपछि अनि त्यो अवस्थाबाट गुज्रेर आउने नेतृत्व कस्तो हुन्छ, त्यो नेतृत्वले कसरी काम गर्न सक्छ, उसले चाहिँ कतिसम्म काम गर्न सक्छ र कतिसम्म काम गर्न सक्दैन भन्ने कुरा चाहिँ तपाईँले आफैले कमसेकम एनालिसिस गर्न सक्नुहुन्छ। हामीले पढाइदिने भनेको कुरा चाहिँ त्यो प्रकारको म्यान पावर उपलब्ध गराइदिने। त्यसले चाहिँ के गर्छ भने अहिलेकै सन्दर्भमा हरेक 5 वर्षमा नेता फेर्दैमा मधेसको अथवा काहीँको पनि समस्या समाधान हुँदैन, न कि समाजसँग एकदमै घनीभूत रूपमा अन्तर्क्रिया गरेर समाजका पनि कतिपय कमजोरी होलान् त्यसलाई कसरी हल गर्दै जाने र लिडरसिपका पनि कतिपय कमजोरीहरूलाई समाजले कसरी बुझ्ने र खबरदारी गर्ने भन्ने कुरा चाहिँ आउनुपर्ने हुन्छ। त्यसको लागि चाहिँ हाम्रा जस्ता कोर्सहरू चाहिँ सहयोग गर्छन् र त्यसमा अर्को कुरा मैले आज पनि तपाईँको विद्यार्थीहरूसँग भनेको कुरा चाहिँ त्यो खालि कक्षा कोठामा बसेर एउटा शिक्षक र एउटा विद्यार्थीले एउटा किताब दिएर मात्रै गरेर पनि हुँदैन। त्यसको लागि चाहिँ समाजमै पुग्नुपर्ने हुन्छ। त्यो समाजमा पुग्नलाई पनि हामीले चाहिँ काठमाडौँ विश्वविद्यालयले इभन तपाईँहरूको कम्युनिटी कलेजसँगै बसेर चाहिँ सहकार्य गरेर चाहिँ जस्तो अहिले नै हामी 22 जना जति मधेसका युवाहरूलाई पालिका पठाउनु भइरहेको छ। उहाँहरू त्यहाँ 1-1.5 वर्ष 2 वर्ष बसेपछि जस्तो जनकपुरमा एउटा हुर्केको तपाईँको अथवा मेरो बच्चाले जति बुझ्छ त्योभन्दा बढी चाहिँ त्यहाँ पालिकामा गएर बसेपछि उसले चाहिँ त्यहाँको समाजको सम्बन्धले एउटा एकदमै मार्जिनलाइज कम्युनिटीको महिला र एकदमै त्यहाँको सरपञ्चको रिलेसन सम्बन्धकोदेखि
पोलिटिकल सम्बन्धको कुरा गरेँ मैले, सम्बन्धदेखि लिएर अनि कम्युनिटीको सम्बन्ध, त्यसले चाहिँ लिडरसिपमा पार्ने प्रभाव, लिडरसिप कसरी इमर्ज हुँदो रहेछ, ती सबै कुराहरू चाहिँ बुझ्न सक्ने भएर आएपछि चाहिँ उसले चाहिँ कमसेकम एउटा भोलिको मधेसकै भविष्यको बारेमा पनि कतिपय राम्रा कुराहरू सजेस्ट गर्न सक्छ। उसले ल्याएका कतिपय तथ्यहरूलाई आधारितमा राखेर तपाईँहरूले कलेजले अथवा हामी जस्तो युनिभर्सिटीहरू पनि नयाँ रिसर्चहरू गर्न सक्छौँ। त्यो प्रकारको म्यान पावर चाहिँ हामीले उत्पादन गर्न खोजेको यो समाज विज्ञानका विषयहरू मार्फत र जनकपुरमा अहिले आइरहेको हाम्रो सोसल वर्क लगायतको कार्यक्रमले नि त्यतातिर चाहिँ अलिक बढी ध्यान दिन्छ भन्ने लागेको छ मलाई। एकदमै राम्रो सरले जुन भन्नुभएको छ यो चाहिँ साँच्चै नै हो, मान्छे फेर्दैमा समस्या टालिन्छ भन्ने छैन होइन। हामीले वास्तवमा त्यो समस्याको निचोड निकालेर त्यो समस्यालाई कसरी सल्भ गर्ने, यसको सल्युसन के होला त, त्यतातिर हामीले ध्यान दिनुपर्ने हो त। तर हामी चाहिँ के गरिरहेको छौँ त, मान्छे फेर्नतिर लागिरहेको छौँ। एक्ज्याक्टली यसरी देश कहिले पनि उँभो लाग्दैन होइन। अब हाम्रो देशलाई कसरी राम्रो बनाउने भन्दाखेरि त पहिला के छ त्यहाँ सुधार गर्नुपर्ने कुरा, त्यसलाई हामीले पहिचान गरेर त्यसको निचोड चाहिँ निकाल्नुपर्ने हुन्छ होइन। मान्छे मात्रै फेर्दा चाहिँ तपाईँ उसले नि गर्न सक्दैन, किन भन्दा निचोडै आएको छैन कि। त्यो भएपछि तपाईँ चाहिँ मान्छे फेरेँ तै पनि भएन भन्नुहुन्छ, अरू फ्रस्ट्रेटेड हुनुहुन्छ, अरू आफैलाई चाहिँ मन दुखाउनुहुन्छ, तर त्यसले काहीँ पनि समाधान पुर्याउँदैन। त्यसमा चाहिँ मैले हेर्दा हामीले काम गरेको जस्तो देखिन्छ, तर रिजल्ट ओरिएन्टेड काम चाहिँ हाम्रो भइरहेको छैन होइन। ठिक छ सर। अनि सर एउटा सानो हजुरको यो हुन त हाम्रो यो हजुरको लाइफको एक्सपिरियन्सबाट हाम्रो धेरैजनाको सिकाइ हुन्छ होइन। एउटा सानो अझै मेरो जिज्ञासा लागेको है, सरले जुन अहिले हाम्रो यहाँनिर काम गर्न खोज्नु भएको छ मधेसमा, मधेसको जनशक्ति उत्पादन गर्न खोज्नु भएको छ, यसको बारेमा अलिकति भनिदिनुहोस् न राम्रोसँग, मतलब के कस्तो छ। अब यस्तो हो, जस्तो हामीलाई लाग्ने कुरा चाहिँ अघि नै मैले कुरा गरे जस्तै हामी किताबी ज्ञान अथवा विद्यार्थी र शिक्षकसँगको मात्रै अन्तर्क्रियाले पुग्दैन भन्ने सन्दर्भमा चाहिँ काम गर्दाखेरि चाहिँ फिल्डमा लिएर जाने हाम्रै मास्टर्सका विद्यार्थीहरूलाई कमसेकम हामी त्यो अध्ययनको अन्तिमतिर बिचमा धेरै फिल्डहरू हुँदै गर्दा नि अध्ययनको अन्तिमतिर चाहिँ कमसेकम एउटा सेमिस्टर चाहिँ पुरै त्यो फिल्डमा के लिएर जाने र के ल्याउने भन्ने सन्दर्भमा तालिम वर्कसपदेखि सबै गराएर फिल्डमा पनि कमसेकम 2 हप्ता 3 हप्ता चाहिँ त्यहीँ फुल टाइम राखेर डेटा लिएर आएर अनि त्यसलाई एनालिसिस गरेर कमसेकम गाउँ केही न केही बुझेको, समाज केही न केही बुझेको बनाएर पठाउने गरिरहेको छ हामीले चाहिँ खासमा हाम्रा मास्टर्सका विद्यार्थीहरूलाई। र अहिलेको सन्दर्भ पनि के भनेदेखि अब त्यो मास्टर्सलाई मात्रै होइन, अन्डर ग्रेजुएटलाई पनि। र अहिले तपाईँले कुरा गर्नुभएको जस्तै फेरि हामी मात्रै एउटा सानो एउटा धुलीखेलमा रहेको अहिले चाहिँ नेपालको उच्च शिक्षाको पनि सानो हिस्सा मात्रै गरेको काठमाडौँ विश्वविद्यालयले आफूले मात्रै राम्रो बनाएर भएन। त्यो राम्रो नेपालको समग्र उच्च शिक्षाको चाहिँ इकोसिस्टम भन्छ नि, समग्रता चाहिँ लाई राम्रो बनाउनलाई त हामीले अरूसँग पनि सहकार्य गर्नु पऱ्यो, अरू पनि राम्रो हुनु पऱ्यो, हामी कहाँ आउने विद्यार्थी पनि राम्रो भएर आउनु पऱ्यो। हो त्यो सन्दर्भमा चाहिँ हामीले काम गर्दाखेरि अहिले तपाईँले भन्नुभयो जस्तै हामी नयाँ भनेका विश्वविद्यालयहरू जस्तो मधेस युनिभर्सिटी खुल्ला छ, हामीले त्यहाँ पनि एउटा कार्यक्रम चाहिँ सहकार्यमा सञ्चालन गऱ्यौँ होइन। त्यस्तै राजसिक जनकसँग पनि हाम्रा कुराहरू भइरहेका छन्। तपाईँहरूको कलेजले पनि काम गर्छु भन्नुभयो, ल गरौँ नि त भनेर हातेमालो गरिरहेका छौँ। यसले चाहिँ समग्रमा नेपालको उच्च शिक्षाको इकोसिस्टम पनि बढाउँछ। हामीले खोजेको जस्तो म्यान पावर अब जनकपुरमा पनि उत्पादन हुन्छ, वीरगञ्जमा पनि उत्पादन हुन्छ। त्यसले गर्दाखेरि चाहिँ मलाई पनि मास्टर्सका विद्यार्थी पढ्छन् भनेदेखि सँगसँगै यहाँको लागि पनि अन्यत्रलाई नि राम्रो जनशक्ति उत्पादन हुन्छ भनेर हामी त्यसमा लगानी गर्ने, त्यसमा काम गर्ने कुरा एउटा छ भनेदेखि अहिले फेरि स्थानीय तहको सन्दर्भमा चाहिँ अहिले तपाईँले भन्नुभएको जस्तो यो प्रोग्राम चाहिँ किन भनेदेखि पहिलाको ट्रेनिङबाट जसरी मान्छेहरू आउनु भएको छ उहाँहरूको लामै अनुभव थियो, तर उहाँहरूको ट्रेनिङ चाहिँ लामो समयसम्म एकात्मक राज्यको एकदमै के अरे स्थानीय सरकार पनि
केन्द्रले आफ्नो अधिकारलाई चाहिँ प्रत्यायोजन गरेर पठाएको अधिकारमा काम गरेका मान्छेहरूको अनुभवहरू धेरै बित्छ क्या अहिलेसम्म। किन भन्दा त्यही नै पहिला पढाइएको थियो, उहाँहरूको पनि दोष होइन, उहाँले जानेकै त्यही छ। तर अहिले संविधान चेन्ज भएको छ, स्थानीय सरकारका अधिकारहरू एकदमै संविधानमै लेखेर आएको छ। त्यसलाई चाहिँ अब कसरी समाजले डिल गर्छ त भन्ने सन्दर्भमा चाहिँ ठुलो म्यान पावर तयार गरिसकेका छैन, गभर्मेन्टले पनि गर्न सकेका छैन। युनिभर्सिटीहरूमा पनि त्यो प्रकारको करिकुलम बनाएर झ्याप्पै म्यान पावर बनाइसक्न सकेको अवस्था अहिले होइन हो। त्यो सन्दर्भमा चाहिँ हामीले जस्तो म्यान पावर छ अहिले नै तपाईँकै यहीँ पढेका अथवा मै कहाँ आउने विद्यार्थीहरू पनि धेरै चाहिँ यो शक्ति प्रत्यायोजन हो कि अथवा संविधानले दिएको अधिकार हो भन्ने सन्दर्भमा पनि त्यति क्लियर नभई आउने अवस्था छ। तर त्यसलाई चाहिँ अब फिल्डमै लगेर चाहिँ जनशक्ति उत्पादन गरिदिनु पर्ने हुन्छ कि हामीले। जस्तो पालिका लेभलमै एकजना एउटा युवा राम्रो चाहिँ अहिलेको व्यवस्था, विधि विधान प्रक्रिया अन्तर्गत बनेको व्यवस्था, संविधानले दिएको अधिकारहरू कसरी काम के अरे त्यहाँ लागू गर्न सकिन्छ भन्ने जानकारी सहितको मान्छे त्यहाँ इस्टाब्लिस गर्न सकियो भनेदेखि चाहिँ समग्रमा हामीले होल यो नलेज सिस्टम जुन हाम्रो ज्ञानको एउटा चक्र भनौँ न, त्यसलाई मात्रै त्यसको दायरा यो स्थानीय सरकारको सन्दर्भमा एउटा नलेज सिस्टमलाई मात्रै फराकिलो पार्दैन कि त्यो सँगसँगै चाहिँ त्यो स्थानीय सरकारमा चाहिँ सरकारको अन्तर्गतमा चाहिँ कोही एकजना विज्ञ पनि तयार गर्छ। स्थानीय रूपमै त्यो विज्ञ भयो भनेदेखि चाहिँ कतिपय सन्दर्भमा एउटा पालिकाले जनकपुरमा कन्सल्ट गरिरहन अथवा जनकपुर मात्रै होइन काठमाडौँमा अथवा मेरै युनिभर्सिटीमा कन्सल्ट गरिरहनु पर्दैन। त्यहीँ गएर चाहिँ ती युवासँग चाहिँ होइन हौ हाम्रोमा यो भयो, नयाँ इलेक्टेड साथीहरू आउनुभयो, उहाँहरूलाई ट्रेनिङै दिनु पऱ्यो भने नि त्यो अहिले हामीले काम गरेर युवाले चाहिँ ती समग्र अवयवहरूलाई जानकारी राखेको हुन्छ, उसले पढेको पनि हुन्छ, पढेर पनि जानेको हुन्छ। त्यो अवस्थामा चाहिँ उसले त्यहीँ ट्रेनिङ सञ्चालन गर्नु सक्यो भने मतलब चाहिँ त्यो चाहिँ त्यो प्रकारको युवा जनशक्ति चाहिँ त्यो पालिकाको लागि चाहिँ दिगो भयो कि। अहिले हामी सस्टेनेबल डेभलपमेन्टकै कुरा गर्छौँ, अनि त्यहीँ एकजना मान्छे चाहिँ राम्रो मान्छे, जानेको मान्छे, सिप र सिकाइ दुइटै भएको मान्छे, अनुभव र किताबी ज्ञान दुइटै भएको मान्छे त्यहाँ उत्पादन गरेर राखिदिन सक्यो भनेदेखि चाहिँ त्यसले चाहिँ त्यो पालिकाहरूमा चाहिँ निरन्तर रूपमा काम गर्न सक्छ। त्यसले चाहिँ समग्रमा मधेसको पनि अहिले इस्युहरू छन्, जस्तो मधेसमा चाहिँ जाने मान्छे छैनन् अथवा बढी भ्रष्टाचार हुन्छ लगायतका जति पनि काठमाडौँमा हल्ला हुन्छ त्यसलाई पनि काउन्टर गर्नको लागि त्यो होइन है। अब चाहिँ त्यहीँ म्यान पावर भइसकेको छ, उहाँहरूले पनि राम्रो काम गर्नुभएको छ, उहाँहरूको बेरोजगारी कम भइरहेछ भनेर भोलि इभिडेन्स बेस्ड रिसर्चको लागि पनि काम गर्ने अवस्था चाहिँ सिर्जना होस् भनेर चाहिँ हामीले यो प्रकारको फेलोसिप चाहिँ सुरु गरेका छौँ। मलाई लाग्छ तपाईँ हामी सबैको सहकार्यमा यहाँको पालिका, यहाँको मध्य प्रदेश अन्तर्गतका विभिन्न स्थानीय सरकारमा काम गर्ने निकायहरूसँगको सहकार्यमा यो जसरी अगाडि बढ्दैछ त्यसले चाहिँ भोलि दिगो रूपमै एउटा स्थानीय सरकारको सबलीकरण र दिगो रूपमै त्यहाँ कमसेकम केही म्यान पावर चाहिँ विकसित भएर जान्छ भन्ने हामीले आशा गर्छौँ। मेरो शुभकामना त्यसको लागि सर। र पक्कै पनि जुन तपाईँहरूले जुन गरिरहनु भएको छ यसले चाहिँ वास्तवमा भनौँ न मध्य प्रदेशलाई मात्रै होइन, मध्य प्रदेशको पनि जुन एउटा यो दाग लागेको छ कि प्रदेश नम्बर 2मा बढी भ्रष्टाचारी हुन्छ, यहाँनिर स्किल बेस्ड मान्छेको अभाव छ होइन। अनि यो सबले गर्दाखेरि यति राम्रो अपर्च्युनिटी छ हाम्रो मध्य प्रदेशलाई, पक्कै पनि यहाँको युवाहरूले ग्राप गर्नुहुन्छ र पक्कै पनि हामी सबैजना जुन एउटा लक्ष्यमा लागेका छौँ त्यसलाई चाहिँ सफल बनाउँछौँ। हुन्छ सर, यहाँको अमूल्य समय दिनुभयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। सर यहाँ केही भन्न चाहनुहुन्छ हाम्रो दर्शकहरूलाई 2 शब्दमा? होइन, ठिक छ। अब सबै कुरा आइसकेको छ होइन। हामी सबै ठाउँमा च्यालेन्जहरू छन्, मधेसमा अरू धेरै च्यालेन्ज चाहिँ किन छ भनेदेखि अब मधेसलाई बुझ्ने तरिका पनि काठमाडौँको धेरै लामो समयसम्म फरक थियो। बिस्तारै मधेस बुझ्ने प्रयास चाहिँ भइरहेको छ, तर अझै पनि मधेस बुझ्ने सन्दर्भमा पनि कतिपय
छलाङ मार्नुपर्ने अवस्था देखिरहेको छ। अहिले पनि मधेस भनेको चाहिँ अर्कै तरिकाले बुझ्ने जुन प्रकारको हुन्छ, यहाँको सानो सानो विकनेसलाई नै ठुलो पार्ने र कमजोर बनाउने जुन स्थिति आइरहेको छ, त्यसलाई चाहिँ यो प्रकारका सहसम्बन्धहरू र यो प्रकारका इन्टरभेन्सनहरूले चाहिँ सजिलो गरोस्, राम्रो गरोस् भन्ने हाम्रो चाहिँ त्यही शुभकामना छ। धन्यवाद दर्शकवृन्द, यहाँहरू धैर्यतापूर्वक हाम्रो कार्यक्रम हेरिदिनु भएकोमा। र मलाई विश्वास छ पक्कै पनि यहाँहरूलाई यो कार्यक्रम मन परेको होला। यदि यहाँहरू सबैलाई मन परेको छ भने प्लिज हाम्रो च्यानललाई लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। र पुनः भेट्ने बाचा गर्दै म यहाँहरूसँग बिदा चाहन्छु। नमस्कार।